गर्मी महिनामा घाँस काट्न जाँदा अथवा दाउराहरू खोज्न जाँदाखेरि यो माथि देखिएको सानो किरा तपाईँहरूले देख्नुभएको छ। यसलाई झुकेर पनि तपाईँहरूले नसमात्नुहोस्, किनभने यसले छालालाई जलाइदिन सक्छ। यो कमिला जस्तो देखिने सानो किरा छ, यसको नाम चाहिँ नैरोबी फ्लाई भनेर भनिन्छ, अर्थात् यसलाई एसिड किरा पनि भनेर भनिन्छ। अचम्मको कुरा के हो त भन्दाखेरि यो किराले हामीलाई टोक्दैन। अब कसरी यस्तो हुन्छ भन्दाखेरि जब हाम्रो शरीरमा यो किरा आउँछ तब हामी हातले यसरी कुट्छौँ, कुट्दाखेरि यो किरा थिचिँदाखेरि यसले एक प्रकारको एसिड उत्पादन गर्छ, जुन एसिडको नाम हो पेरोडिन। पेरोडिन नामक एसिड यस्तो खतरनाक हुन्छ जसले हाम्रो शरीरलाई चाहिँ जलाइदिन्छ अथवा डढाइदिन्छ। यो एसिड लागेपछि हाम्रो छाला पोल्छ, दुख्छ र चिलाउँछ र साना पिपहरू जस्तो फोकाहरू लहरै निस्किन्छन्। त्यसैले अबदेखि घाँस काट्न जाँदा, दाउरा जाँदाखेरि यदि तपाईँहरूको शरीरमा यो किरा आएर बस्छ भने त्यसलाई मार्ने अथवा त्यसलाई माडेर भित्र त्यही मार्ने काम चाहिँ नगर्नु, बरु फुकेर उडाइदिनुहोस्। यदि त्यो एसिडले तपाईँहरूलाई छोइहालेमा अथवा शरीरमा त्यो एसिड लागेमा के गर्ने त भन्दा तुरुन्त जति सक्दो छिटो तपाईँहरूले साबुन पानीले त्यो भागलाई धुनुपर्नेछ। र यदि बरफ अथवा आइसले चाहिँ छ भने, आइस छ भने हामीले त्यसले सेक्नुहोस्। र तपाईँले यदि धेरै चिलाएमा, समस्या धेरै बढेमा चाहिँ तपाईँ नजिकको स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी अथवा उपचार केन्द्रमा चाहिँ तपाईँहरू जान सक्नुहुन्छ है त। अब गर्मी बढेसँगै यो समस्या एकदमै धेरै देखिने गर्दछन्। त्यसैले घाँस दाउरा गर्ने बुबा आमा जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो भिडियोलाई अत्यन्त सेयर गर्नुहोस्, किनभने उहाँहरूसम्म पुग्न सकोस् यो भिडियो।